वेलकम बैक माई यूट्यूब चैनल सुरेन्द्र विश्वकर्मा यूट्यूब चैनल में लाइक सब्सक्राइब करने होला। आज चाहिँ हामी यो लक्ष्मी भित्राउने भन्छन् यो गोवर्धन पूजा चाहिँ गर्न लागिरहेका छौं। हाम्रो गोरुहरू त छैनन्, त्यही पनि थोरै भए पनि गर्न लाग्छौं। यति पूजाको लागि सट्टै रोटी भन्छ यो गोवर्धन। यो चाहिँ ठुली मम्मी अनि बेला हुन लाओ धेरै त्यो चाहिन्न त्यो कर अब दिन्छु 9000 रुपैयाँ कम बैक माई यूट्यूब चैनल सुरेन्द्र विश्वकर्मा यूट्यूब चैनल में लाइक सब्सक्राइब गर्न होला। आज चाहिँ हामी यो लक्ष्मी भित्राउने भन्छन् यो गोवर्धन पूजा चाहिँ गर्न लागिरहेका छौं। हाम्रो गोरुहरू त छैनन्, त्यही पनि थोरै भए पनि गर्न लाग्छौं। यति पूजाको लागि सट्टै रोटी भन्छ यो गोवर्धन। यो चाहिँ यति रङहरू यसलाई तोरण भन्छ। यस्तो हेर्नुहोस् यो गोवर्धन चट्टल यस्तो पनि गर्न सक्दैन। नजाऊ के नानी, हेर्नुहोस् यसरी पूजा गरिन्छ भन्नुहुन्छ, म जात्रै जान्दिन। हामीतिर यसरी पूजा गरिन्छ गोवर्धन पूजा। हेर्नुहोस् दियो बत्ती पनि बालिसक्यो। यो गोठको पछाडि चट्ट गोरु भैँसी बान्नेको पछाडि यसरी हामी राखिसकेका छौं र अब अरू बेली चप्पल नदेखाए नि। भयो ठुली मम्मी यता देखाउ त मलाई। ला 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 टिकी लाग्ने जेठो 2 वर्ष लिने लाउनु के त पैसा दिन पर्दैन किन गर नर यस्तै कलर देखाउँ त देखाउँ मामले जरा
आ भाइ लौ टीको लौ के पाइप लाने हो बन्द गर यो हाम्रो स्पेशल यो भाइरल रोटी देखो के खानी बेला हुन लाओ खाऊ के बन्द गर खाना हुन्न धेरै त्यो चाहिन्न त्यो कर अब दिन्छु 9000 रुपैयाँ भिडियो बनाएर दिनु लगाइदिनु के सानो थोप्रो लगाइदिनु धेरै पत्थर रहेको राम्रो न म लगाइदिन्छु यस्तो हुन्छ कि हाम्रोतिरै तोरण गाईलाई चट्टै यहाँ हिँडाउने हो गाई छ यहाँ भिडियो यति लाइक आजको भिडियो यति लाइक कमेन्ट र सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला।